हेलो एभ्रिवान। आज चाहिँ म तपाईँहरूलाई सिम्पल है पर्जाको नम्बर लगाएर चाहिँ तपाईँहरूको एरिया कति छ हैन, अन्त जग्गा कहाँनिर हो त्यो तपाईँहरूलाई म चेक गर्नु सिकाउँछु है। कतिजना तपाईँहरूले अनलाइन त्यो चेक गर्नु पनि जान्नुहुन्छ होला, तर म चाहिँ यहाँ तपाईँहरूलाई आज सिम्पल तपाईँहरूलाई जसले जान्नुहुन्न म तपाईँहरूलाई देखाउने छु। सिम्पल तपाईँले कुनै पनि एउटा ब्राउजर खोल्नुहोस् है। मैले चाहिँ क्रोम खोलेको छु। यहाँनिर चाहिँ तपाईँले यसरी ल्यान्ड रेकर्ड है सिक्किम यो मैले अघि नै मतलब खोलेको हुनाले गर्दाखेरि चाहिँ यहाँनिर हिस्ट्रीमा तपाईँले देख्नुहुँदैछ ल्यान्ड रेकर्ड सिक्किम, यसमा क्लिक गर्नुहोस्। त्यहाँदेखि यो फर्स्टमै गभर्मेन्ट अफ सिक्किम भएको छ नि, यो यसमा क्लिक गर्नुहोस्। जस्तो तपाईँले यहाँ क्लिक गर्नुहुन्छ, क्लिक गर्नु भएको पछि चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ नो योर प्रोपर्टी, यसमा क्लिक गर्नुहोस्। यहाँ अप्सन आउँछ तपाईँको डिस्ट्रिक्ट, नाम्ची डिस्ट्रिक्ट, सब डिभिजन हाम्रो नामथाङ हो, रेभिन्यू सर्कल यहाँनिर हाम्रो रमिङ रेभिन्यू सर्कल छ, रेभिन्यू ब्लक हाम्रो निजरमिङ हो, प्लट नम्बर तपाईँले लगाउनुहोस्, तपाईँको प्लट नम्बर कति छ के छ हैन। ठक्कै त्यो नम्बर लगाएको पछि चाहिँ तपाईँले ओके गर्नुहोस्। तपाईँले यसरी सर्च गर्नुभएको पछि चाहिँ यहाँनिर तपाईँले देख्नुहुँदैछ मैले 1 यो प्लट नम्बर लगाएको छु। यहाँ तपाईँले देख्न सक्नुहुँदैछ एरिया कति छ भन्दाखेरि 1.0500 यो हेक्टरमा आयो है। अन्त ओनरको नेम सिक्किम सरकार रहेछ, यो कास्ट पनि यहाँ सरकार छ। यहाँनिर चाहिँ तपाईँले जुन चाहिँ यो प्लट नम्बर छ, यो प्लट नम्बर लगाएर चाहिँ यसरी तपाईँले सर्च गर्नुभयो भने चाहिँ यहाँ देख्नुहुँदैछ, यो सर्च गर्नुभयो भने चाहिँ तपाईँले यहाँ ठिक्कै तपाईँको जति पनि छ त्यो पाउन सक्नुहुन्छ। अब तपाईँको एरियाको कस्तो छ त्यो प्लट नम्बर, त्यो प्लट नम्बर लगाएर तपाईँले यहाँ सर्च गर्नुभयो भने चाहिँ तपाईँको एरिया कति छ टोटल एरिया त्यो पनि देखाउँछ। यहाँ तपाईँको ओनर नेम, फादर नेम र कास्ट के हो, एड्रेस त्यो सबै देखाउँछ। तपाईँले यसरी अनलाइन चेक गर्नु पनि सक्नुहुन्छ। थ्याङ्क यू।